आज कमाइ भयो त आज सुर्ती खाने पैसा नि दिएन केटाले आज कमाइ भएन भन्थे मालदाईले आइडी नै उडाएर बसेको अब कहिलेकाहीँ कमसेकम त्यो बिना स्वादको मासु पकाएको एक भड्डु झोल हालेर त्यस्तै भिडियो हेर्न पाइन्थ्यो अहिले आइडी नै गएछ साथीहरू हेर्नुहोस् उहाँ दिनदिनै म्याच राख्थे बिग म्याच भन्दै अहिले जापान रित्तै भएको छ उनको गेम हेर्न नपाएर पुरै 3 करोड नेपाली तनावमा छन् कुन आइडी खोलेर सर्च गरेर छिटो फलो गरौँ है अनि गेम हेरौँ होइन 3 करोड नेपालीका दाई मालदाई अनि जापान जस्तो ठाउँमा रेस्टुरेन्ट खोलेर नि खुरुखुर रेस्टुरेन्ट चलाएर बस्न छोडेर आज सुर्ती खाने पैसा दियो केटाहरूले भने लाइभमा उब्रे जिन्दगी हप्तामा 3 पल्ट बिग म्याच अनि अझै धेरै पनि हुन्छ अझै